हाई गाइज वेलकम टु माई ब्लग। यति बेला हामी चाहिँ पोखराबाट बुजुङ खोला जान लागिरहेको छौँ। बुजुङ खोलाको लागि यात्राको तय गर्दैछौँ। साथमा हुनुहुन्छ मेरो सहकर्मी गणेश सर। लामा चौकको प्रस्थान गर्दैछौँ है गाइज। आजको यात्रा बुजुङ खोला। हेलो गाइज, हाई। बेला लामा चौकको आजको यात्रा बुजुङ खोला गण्डकी टावर। लामा चौरबाट बुजुङ खोला गण्डकी ट्राउट फार्मको यात्रा गर्दैछौँ। आज त्यहाँ तपाईँहरूलाई गण्डकी ट्राउट फार्मको भिडियो पनि तपाईँहरू सामु प्रस्तुत गर्ने जमर्को गर्दैछौँ है। यति बेला हामी चाहिँ गण्डकी टावर फार्मभित्र प्रवेश गरिसकेका छौँ। यहाँ असाध्यै गणेश सरले थाकेर यहाँ पानी खाँदै हुनुहुन्छ। यहाँ यसरी माछा हेर्दै हुनुहुन्छ है गणेश सरले। हाई गाइज, देख्न सक्नुहुन्छ फिस माछा त देखिएन कि हो देखिन्छ नि ठुलो कता गयो त सबै उता गयो। अहिले हामी चाहिँ फिस टनलतिर आइपुगेका छौँ। माछा यसरी माछा देख्न सकिन्छ। पानी मुनि हालिदिएको हो क्यामेरा, पानी मुनि क्यामेरा हालिदिएको जस्तो लाग्यो मलाई त। ठुलो माछाहरू यसरी खेलेको देख्न सक्नुहुन्छ गाइज है। हेरेर भरपूर्ण मनोरञ्जन लिन सक्नुहुन्छ। हेलो गाइज, गुड आफ्टरनुन एभ्रिवान। देख्न सक्नुहुन्छ यति बेला हामी फिस टनलमा आइपुगेको छौँ। प्रशस्त मात्रामा पालन गरिदिनु भएको छ। देख्न सकिन्छ है यसरी माछाहरू गणेश सर बोल्नुहोस् न, यहाँको बारेमा तपाईँलाई कस्तो लाग्यो? यहाँ तपाईँलाई एकदमै, मलाई त एकदमै आनन्द लाग्यो है। यो एकचोटि आउनै पर्ने ठाउँ के हो लाग्यो। यसरी आउनु पनि ठाउँ हो। यसरी भोकाएर अनि
नबोल्न कहाँ पाइन्छ ल हामीलाई अहिले यति बेला भोक पनि लागिरहेको छ है खाजा खाने हामी यो रमाइलो देखेर के हो यहाँको नेचुरल के नेचुरिजम हो कि के भन्छ होला होइन अनि भोक प्यास पनि खटाएर हामी यो ठाउँसम्म आइसकेको छौँ हेलो गाइज गुड आफ्टरनुन यति बेला हामी चाहिँ पोखराको गण्डकी टावर फर्ममा आइसकेका छौँ यतितिर चाहिँ यो घुमाउने घर भनेको यस प्रकारको हुन्छ गाइज है देख्न सक्नुभयो घुमाउने घर यहाँ चाहिँ लिटल बेबीहरू चाइल्डहरू चाहिँ स्विमिङ गर्ने ठाउँ रहेको छ यस त्यसमा चाहिँ लिटल सानो बेबीहरू चाहिँ अब स्विमिङ गर्छ है गाइज यसमा भने हाम्रो चाहिँ यतातिर रहेको छ गाइज यो चाहिँ हाम्रो ठुलो वयस्कहरू एडल्टहरू चाहिँ यहाँ स्विमिङ गर्ने रहेको छ यो माछाको अब चित्रबाट चाहिँ छोरा छ होइन त्यसमा सक्नुहुन्छ त्यो आकर्षक छ सकिन्छ है गाइज यो यसरी बनाइएको छ अनि यतातिर मत्स्य पालनको लागि माछा पालनको लागि यो पोखरी बनाइएको छ यतातिर पार्किङ एरिया यसलाई पार्किङ एरियाको रूपमा गर्न सक्नुहुन्छ होइन यो चाहिँ यता आम पार्कको रूपमा हेलो गाइज देख्न सक्नुहुन्छ यो भनेको हाम्रो काठको पनि सर्किट पनि भनेर यसलाई भनिन्छ यो चाहिँ गाउँघरमा प्रायः जस्तो खेलिने एक प्रकारको यो सर्किट एकदमै रोचक र बच्चाहरूलाई देखि लिएर बच्चा एडल्टहरू वयस्कहरूलाई एकदमै मनपर्ने चाहिँ यतातिरको एउटा यो काठे पम्पको रूपमा विकास गरिएको छ जस्तै गण्डकी ट्राउट फार्म एउटा यो चाहिँ गण्डकी ट्राउट फार्म है गण्डकी ट्राउट फार्मको एउटा सानो एउटा लेकआउट राखेको छ गाइज है हेर्न सक्नुहुन्छ यो हाम्रो प्लेग्राउन्ड हो यस्तो प्लेग्राउन्डको देख्न सक्नुहुन्छ यो एउटा बाँसको एउटा यो चाहिँ लुथेपिङको रूपमा यो चाहिँ विकास गरिएको छ गाइज यो चाहिँ क्राउड फर्मको रूपमा देख्न सक्नुहुन्छ यो चाहिँ फोटो सेसन कार्यक्रम भइरहेको देख्न सक्नुहुन्छ गाइज है त हेलो हाई गुड आफ्टरनुन एभ्रीवान देख्नुहुन्छ फाइनल्ली हामी यति बेला गण्डकी ट्राउट फार्म आइसकेको छौँ तपाईँले देख्न सक्नुहुन्छ गण्डकी ट्राउट फार्म यति बेला गण्डकी ट्राउट फार्मको रूपमा यो चाहिँ यस्तो देख्न सक्नुहुन्छ है माथि हरियाली जङ्गलहरू देख्न सक्नुहुन्छ हेलो गाइज हाउ आर यु आइम फाइन देख्न सक्नुहुन्छ म यति बेला यो हाम्रो स्कुटीमा छु है स्कुटी देख्न सक्नुहुन्छ होला है